हेलो गाइस, तो ये हो मेरो मेरो घर, मेरो अर्को नयाँ घर। र यो घरको हेर्नुहोस् कस्तो कस्तो छ, हेर्नुहोस्। यस्तो यस्तो घर हुनुपर्छ या हेर्नुहोस् बिसना कति राम्रो छ। कतै कतै सिलवट परिसकेका छन् र यो सिलवटहरूले इग्नोर गरिकन हामीहरू अर्को कमरामा पनि जानेछौँ। अब अर्को कमरामा गाइज यो टोयलेट हो, मेन टोयलेट र बाथरुम। अनि यो मेरो अर्को कमरा हो जसमा म र मेरो आमा, मेरो बुवा सबै सुत्ने गर्छौँ। पूजापाठ पनि यही घरमा हुन्छ, यही कमरामा हुन्छ। र अलिकति यो हेर्नु कसरी मेरो कपडा छ यताउता छुट्याएको। अनि यो चाहिँ मेरो किचन हो र किचनलाई हेरेपछि तपाईँलाई कस्तो लाग्यो कमेन्ट बक्समा भन्नुहोस् र विचार पनि राख्नुहोस्। अनि यो चाहिँ थियो, अहिले चाहिँ खिड्की लगाएको छु किनभने घाम आइरहेको छ र हावा बहिरहेको छैन। त्यो मात्र घुमिरहन्छ बिना हावाको पनि। यो चाहिँ ब्लू छतवाला चाहिँ फ्याक्ट्री हो। फ्याक्ट्रीमा के गर्ने हो यो त तपाईँलाई थाहा होला, थाहा छैन। अनि यो हेर्नु यस्तै हो। यो मेरो बिसना हेर्नु, बिसना कस्तो खराब भइसकेछ। यस्तो खराब बिसना चाहिँ कसैको पनि घरमा नहोला जस्तो खराब मेरो घरमा छन्। र मेरो सबै उयोहरू यस्तै हुन्छ, यस्तै हो।